गोजा खा निकाल्नु र यार यसमा पनि हेरौँ न हाम्रो बोयफ्रेन्ड कस्तो हुनुहुँदैछ भनेर टक्क लगाएर ए मतलब एक्टिंग करने का मन कर रहा है कौन लड़की मेरे को रिक्वेस्ट पा रही बाबा एक गेम बोलती हूँ बुस्टिंग जम गर्छ के छ सिर्जनी नमस्ते हजुर नमस्ते हमरा त लिँदै लिनु हुँदा कि क्या हो तपाईँ अर्का कसैलाई के लिने हो आमामामा तपाईँको बयफ्रेन्ड छ तँले त माया मारिदिनु भयो नि त किन हो यस्तो तपाईँको बयफ्रेन्ड छ होइन बरु त्यहाँ कसले हो चाहिँ भिडियो हालिदिनु भएछ विजेत लाग्यो मलाई लाजको पर्नु कस्तो बिजी त नराम्रो कुरा गरेछ र हामी यार होइन नराम्रो कुरा गरेको त छैनौँ कि होइन तर हेर्नु सबै काटी काटी भिडियो हालिदिनु भएछ फेसबुकमा पुरै भाइरल भएछ है मलाई टेन्सन भइसक्यो टेन्सन भनेको त दोस्रो छोरा हो तपाईँको दोस्रो छोरा हो अहिलेसम्म भाइ सोल्टी भएपछि खबर गरौँला है त छोराबाट हामी के दिपक खान जाने हो यार मतलब आफै डराउनुहुन्छ सोल्टी यसो सोल्टिनीसँग बोल्नलाई अनि कसरी हुन्छ त के बोल्ने हो ल है साथीहरू यति कुरा विचार गर्नु वरिपरि हुनुहुन्छ जस्तो त्यही भएर सोल्टिनीसँग आज खुलेर बोल्नु भएको छैन आजकल त मेरो पाकिस्तानसँग लप पर्यो कोसँग लप परेको छ रे कोसँग लप परेको छ रे हाम्रो देश केटीले मलाई पत्ता नै मतलब गयो पाकिस्तानतिर रुबी जल्दी आउनु यार त त्यही भएर रहेछ सोल्टिनलाई बिर्सेको त्यो रुनीवाला पाकिस्तानीसँग लप परेको तपाईँको के हाँस्नेवाला के कम्युनिस्ट दरबार दिन्छ नि उहाँ चाहिँ हजुरको रुनीवाला भयो के अरे म चाहिँ हाँस्नेवाला भयो के हो त छि जे भाइ त्यही अरे रुबीजी कब आ रही हो यार टपमा चाहिँ खालि रुबीले आफै भन्न सक्छ पक्कै पनि आज सोल्टीको मुटुक ढुकढुक भइरहेछ कि मलाई थाहा भइसक्यो हो यो ढुकढुकेको चाल यसकै हो भनेर एकैछिन गेस्ट जोसेफ जी मिल्छ भने प्लिज गेस्ट पाइनु अलिकति यसो सपोर्ट गर्नु पर्ला गाइस सबले जोसेफलाई फलो गर्छ हामीसँग टपमा जोसेफलाई सबले फलो गर्छ जोसेफ ब्रदरले हामीसँग टपमा रुबीजी हुनुहुन्छ बोला बोला केटा रुबीजी यार इतना लेट क्यों रुबीजी कितना भनेपछि चक्कर लास्टै चले रहेछ के आम्दानी अब तपाईँतिर चलाउनु हुन्थ्यो अब तपाईँको अलरेडी बाँकी छ अरे मेरो बोयफ्रेन्ड निकाल्नुहोस् त हेरौँ कस्तो हुनुहुँदैछ गोजा खा निकाल्नु र यार यसमा पनि हेरौँ न हाम्रो बोयफ्रेन्ड कस्तो हुनुहुँदैछ भनेर टक्क लगाएर अब जाना पर्यो टक्क सिस डुइङ मेकअप ओ माय गॉड रुबीजी यार टपमा मेकअप गरी भन्दै टपमा छ फेरि के हो रुबीजी प्लिज जल्दी आज रोमान्टिक हुन मन लाग्छ घरि नै पाकिस्तानले राम्रो हुन्छन् कि हाम्रो सोल्टीले त हेर्नु म सोल्टीसँग लगभग 1 महिना भयो क्या नजोडेको 1 महिनामै मन चेन्ज गर्ने कस्तो खाले मन हो त्यो सोल्टीको साथीहरू भनिदिनु त म त जालीवाला कट्टु भन्दा बढी म त गर्लफ्रेन्ड चेन्ज गर्छु भन्नु न म अब घरमा फोन गरेर त्यहाँ खाना नदिनु भन्छ त्यो पुरा रोनीवालासँग लप परे खा भनिदिन्छु ल भने कुरो के भइसक्यो एआई ने बच्चा पाइदिसक्यो लप्पा कुरा तर जे होस् राम्रो हुन्छ तपाईँहरूको पुरा आउँछु भन्दै थियो त भेट्नलाई भेट्नलाई आउँछु भन्दै थियो त रुनीवाली पाकिस्तान तपाईँ पनि चितवन भएर पनि आउनु उता आउँछ नि भेट्न त सोल्टी आउने होला नि त कहाँ सोल्टिनी चाहिँ खोज्दै आउँछ सोल्टीलाई के
मसँग 10 लाख बोला पऱ्यो नि त अनि 10 लाखमा बिक्ने जस्तो देख्नु भयो मलाई अब आजकल त केटीले बोलाउँछ नि तर बोला दिए मगर जानेका नै जान्छन् क्या जान्छन् भेट्छन् लास्टमा 1 वर्षपछि मलाई रेप गर भन्छन् नि नेपालमा यस्तै छ नि यार त्यसलाई चाहिँ चिन्नु पर्यो नि त आफूले यति राम्रो टोटीलाई त्यस्तो भन्ने हो छ्या होइन हिरा पनि सुरुमा टल्किङ हुन्छ तर काट्छ भनेपछि सोल्टीले हेरेर मलाई भेट्न आउनलाई 10 लाख रेडी गर्न पर्छ भनेर डराएर थर्कामेर जमाना खराब छ कोही केटी मान्छेले बोलाउँछन् भेट्न भेट्छन् रोमान्स पनि हुन्छ के दुनियाँ हुन्छ तर भेटेको 1 वर्षपछि 81 मिडियामा न्युज आउँछ फलानले मलाई बलात्कार गर्यो मलाई रेप गर्यो म कहाँ जाम मलाई पहिले परिसके जस्तो हो कि त्यही भएर यहाँ ताप पनि छैन हान्दै जस्तो हो कसले परिसके होइन सागर लम्सानको कहानी सुन्यो सुनेर भन्दाखेरि त अनि मैले पनि भन्छु नि त मैले सुनेको थिएँ बुला त्यहाँ मगर पहिला तपाईँ लोरे हुनुहुन्थ्यो त्यतिखेर झन् तपाईँको गर्लफ्रेन्ड कति हुनुहुन्थ्यो होला अहिले कोन चाहिँ भुँडेवाला छु र म अब अहिले तपाईँ ह्यान्डसम हुनुहुन्छ अहिले त झन् नेपालै पुरै फिदा हुनुहुन्छ के भन्ने अझै पाकिस्तानी के त्यही भएर तपाईँलाई चियावालीले फगाइरहेको हुनुहुन्छ आउँछ फर्युमै कुदे भिडियो बल्ल बल्ल लप परेको फेरि चियावालीको नाम मुडा भयो म गए जाऊ म गए यार फेरि चियावाली लिएर उडा यार भाइ मान्छे कुन मुडमा छ गाइजार लास्टमा चियावाली नि औडा भन्दै हामीलाई इगो हट भयो यार मेरो यार कपडा चेन्ज गरेर आउनु क्या हेर्छ मलाई आउनुपर्छ केटा खै के लाम मैले